अनि दुईजना सास्ता भयो एलिनालाई भने तिमी जान्छु हो कि भने फेरि नै भन्दै थियो हैन अनि फेरि भिडियो बनाउनु न के भन्नु भए अब म सिक्नु पर्यो नि त हेरेर कसरी बनाउनुहुन्छ म भिडियो बनाएर सिक्छु कुखुरा बनाउनु एलिना नाङ्लो बहा त पिते नभए अलिक दाउरा उयो भाटा ल्याएर बनाउनु पर्छ गर्नु खाजाले समापन भयो हिजो पनि मान्छे बिरामीहरू भयो आज त कोही पनि आएन एकजना पनि आएन हौ शुक्रबार खासे मैले हैन आइतबार सबैतिर झुरुनु पर्नु अनि थप चुलाउनु याको थप के हो रे यो चाहिँ के बनाउने रे वाचिपा त भुइँमै पो झर्यो यो चाहिँ अहिले यसको कालो आन्द्रा पखेटा खुट्टा छुट्टै के अरे खाने हो क्या सानो पिस बनाउने अनि चामलमा पकाउने आज त्यसो भए त रातभरिको ड्युटी यतै हुने भयो त चामल त हाम्रो दाइ बिहामा नजानु न भोलि भनेको तातो न तातो भयो लु त एउटा त्यहाँको मुढा ल्याउनु पर्ने भयो दाइहरूको यहाँ राखेर बरु त्यो माथि टकटकाउँदै गर्दै पारी त म त रिस उठेर चिते झारेको सबै हाँसेर बुढी त मजाले लफरक हेर्दै हाँस्दै गरे आफै के भइन्छ 3400 मैले गनेर बोकेँ कहाँको यहाँको एउटै राम्रो अहिले नाङ्लो बोल्दैन नि नाङ्लो डट्छ पनि जन्द्रा अहिले कचिनको रोजिन्छ खै के खालको खुकुरी एलर्जी भएछ राम यहाँको आमाको चाहिँ अलिक माथि त्यहाँ त ए लिची घुरे कति दुःख लगा भयो नि बा पुस्नु भाइ दाजी अझ त बतानी है नथाङा अझ भ्याइला बन्द गेला के सिकादिको भोलि को हुनु यतिबाट मिल्छ रहेछ त यो त नानीहरू छोड्नु हुँदैन फुलको नालाई चाहिँ छोड्नु पर्यो यो त कहाँ छोड्नु त्यो नि लामा हुन्छ यहाँ गरिदिनु भएको लाग्छ नि फोटो पनि गर खिच हिजोको डान्स हेरेर आफै हाँस्दा त्यस्तै गरेर मायाको चिनो प्रदान गरिदिनुलाई लगाइदिनु माला पनि लगाइदिनु लालातिर पनि लगाइदिनु यसो अलिअलि अहिले धुनुहुन्छ नि एउटा लगाइदिनु न अहिले दाइले पनि पुग्छ त्यस्तै बिमारी सिस्टरलाई पनि वसन्त भाइ पनि आउनु यो बर्थडे जस्तो बेलुकाको हो बिदाई त होइन ठिक छ अब के भन्नु त दाइ होइन अब सिस्टरले लगाइदिनुहुन्छ राजकुमार दाइले त हो नि रात लानुभएको म दिउँसै आएको माथिदेखि तयार सामान चाहिँ सामान पनि अनि खै त फुल लगाइदिनु भएन
छैन टाइगर लगाइदिनुहुन्छ माला आउनु न, भने हुन्छ माला लगाइदिनुहुन्छ टाइगरले भनेर छोडेको लाउनु लगाइदिनु फोटो चाहिँ एकदम दामी देखिएको छ हौ भिडियो अलिक अनुहार पनि देखियोस् है रोजिन सरको पनि अब भएको यस्तो छ मेरो पाला आयो है हाम्रो त भरे बेलुका नि सँगै बेलुका सँगै उसको चाहिँ भरे बेलुका सँगै पछि त घर ओछ्यानमा सुत्ने होला होइन मलाई नि कहाँ सँगै निन्द्रा लाग्दैन कि ल ए साँच्ची एउटा सचिवको पनि बिदा है सचिव च्यू पनि जानु भएछ आजले रे फोनमा कुरा गर्नुपर्छ होइन त्यहाँबाट जानुहोस् बिहान